नमस्ते। मैले पिरियड्सहरुको बारेमा कति सुनिरा हुन्छु के। अब यो पिरियड्सको कुरा गर्दाखेरि अब इफ यु डोन्ट लाइक इट जस्ट स्क्रोल इट, ओके। हामी अब नेपालमा भएको बेलामा कस्तो बारिन्थ्यो नि हैन। अनि अब मेरै कुरा गर्नु पर्दाखेरि मलाई पनि 12 दिन कोठामा थुनेर राखेको त्यो कुराहरु थाहा छ के। तर यहाँको क्यानाडा आएपछि चाहिँ कस्तो राम्रो कुरा चाहिँ यहाँ पहिल्यै अब 4 स्ट्यान्डर्ड देखि नै उनीहरुलाई पिरियडको बारेमा यताउता सबै सिकाउँछ भन्छ। मेरो पालामा त मलाई केही पनि थाहा थिएन, लाइक वाज नट अवेयर अफ एनीथिङ। अब अहिले चाहिँ यहाँको बच्चाहरुलाई चाहिँ सबै कुरा थाहा हुन्छ, त्यस्तो कुरा व्हिच इज सो गुड हैन। अनि म क्यानाडा आएपछि पनि अलिअलि त हुन्छ नि, भगवान छुनु हुँदैन यस्तो यस्तो गर्थे। तर अहिले त आई डोन्ट, म कम्प्लिटली के पनि बार्दिन। इभन भगवान छुने यताउता पनि म छुन्छु मजाले। अब पाप लाग्छ यस्तो यस्तो भनेको राम्रो कर्म गर्ने हो। पाप धर्म भनेको अब आफूले गर्ने कर्ममा म चाहिँ बिलिभ गर्छु। मैले कसैलाई दुःख दिएको छ भने त्यो इभेन्चुअली इट विल कम ब्याक टु मी। अब यदि मैले दुःख दिएको छैन भने इट्स ओके हैन। अब दुःख सुख त त्यो जसरी पनि भोग्नै पर्छ, जसरी पनि। लाइक इट्स नट कम्प्लिट हैन। अब दुःख सुख नभयो भने त सो मैले भगवान छुँदैमा मलाई पाप लाग्ने भन्ने चाहिँ म चाहिँ आजकल चाहिँ बिलिभै गर्दैन। किनभने मान्छेहरू आफ्नो कन्भिनियन्ट अनुसार हिँडिरा हुन्छ। तपाई सोच्नुस् न हैन, बाहुनहरू पहिलाको बाहुनहरूलाई चाहिँ पूजा गर्दाखेरि 5 पैसा राख्नुस् गाई भन्ने, अहिले चाहिँ नोट राख्नुस्। त्यो कन्भिनियन्ट अनुसार हुँदै जान्छ के जे चीज पनि। त्यही चीज हैन, पहिला चियामा के भन्छ झिंगा पस्यो भने चाहिँ ओहो झिंगा पस्यो खानु हुँदैन भनेर त्यो चिया नै फाल्दिन्थ्यो। घिउमा पसोस् त त्यो निकालेर त्यो फालेर अनि घिउ चाहिँ त्यस्तो कन्भिनियन्ट अनुसार क्या। सबै चीजहरु कन्भिनियन्ट अनुसार हुन्छ। अब त्यही मान्छेहरू नेपालमा चाहिँ छुट्टै बसेर खानुपर्ने, छुट्टै चोखो पकाउनु पर्ने यताउता। विदेशमा त त्यस्तो हुँदैन नि त। अनि त्यो मान्छेहरू विदेश आएपछि चाहिँ जे पनि अलाउड। अनि नेपाल गएर अनि के भन्छ गौदान गर्ने रे के पशुपति गरेर अनि त्यसै चोखिने रे। यहाँ बसुन्जेल चाहिँ इट्स ओके। त्यस्तो क्या आफैले बनाएको रिचुअल आफ्नो कन्भिनियन्ट अनुसार जे गरे पनि पाप धर्म पनि आफ्नो कन्भिनियन्ट अनुसार, व्हिच इज लाइक मलाई चाहिँ त्यो चाहिँ आई डोन्ट कन्सिडर हैन। हो पहिलाको जमानामा म एउटा फ्याक्ट चाहिँ कुरा चाहिँ मान्छु। पहिलाको उसमा चाहिँ केटी मान्छेहरूलाई धेरै काम गर्नु पर्थ्यो, बाहिर जाने, बाहिरको काम पनि गर्ने, घरको काम पनि गर्ने। दे निड रेस्ट भनेर त्यो 4 डेज चाहिँ रेस्टको लागि दिएको हो, त्यो चाहिँ म मान्छु हैन। अनि मैले कहाँ एउटा सुनेको थिएँ कि अब पिरियड भएको बेलामा त ब्लिडिङ हुन्छ हैन। अनि पहिला त गाउँहरुमा हैन अब त्यो टोयलेट त पर हुन्थ्यो नि त। अनि उनीहरु टोयलेट जानु पर्थ्यो, त्यस्तोहरु हुन्थ्यो। अनि उनीहरु घरमा अब त्यो ब्लिडिङ अब धेरै जंगल जस्तो हुन्थ्यो, जनावरहरू धेरै हुन्थ्यो। अनि ब्लिडिङ हुँदाखेरि त त्यो ब्लडको स्मेलले चाहिँ जनावरहरूलाई चाहिँ अट्र्याक्ट गर्थ्यो रे के, अट्र्याक्ट गर्थ्यो रे। त्यही भएर उनीहरुलाई चाहिँ घरमै बसिरहनलाई भन्ने त्यस्तो त्यो कहाँ मैले सुनेको। व्हिच इज अल्सो लाइक अब कहीँ हदसम्म त्यो पनि ठिक हो जस्तो कुरा के। तर त्यसले गर्दा पाप लाग्छ। ए बाबा, हामी बाहुन अनि नेवार अनि गुरुङ अरु सबै जातिहरू, बाहुनले मात्र बार्नु पर्ने, बाहुनलाई मात्र पाप लाग्नु पर्ने, नेवारहरूले छुँदा हुने उनीहरूलाई पाप नलाग्ने, गुरुङहरू लिम्बूहरू लाइक अरु जुन पनि पाप नलाग्ने हुन्छ त, बाहुनलाई मात्र पाप लाग्ने हुन्छ त। म चाहिँ बिलिभै गर्दिन क्या। अनि पहिला अझ यहाँ मैले भने नि, म यहाँ आएपछि पनि अझ बार्ने, भगवानहरू नछुने त्यस्तो गर्थे। अब अहिले त बच्चा पेटमा हुँदाखेरि हैन, अब त्यो एउटा हिन्दी वर्ड छ नि, खुन से सिचा भन्छ नि, बच्चालाई हामीले
खुनले हाम्रो ब्लडले त्यो बच्चालाई पेटमा हामीले पालिरहेको हुन्छौँ यस्तो त्यो कसरी इम्प्योर भयो जब त्यो बच्चा नै त्यो हाम्रो ब्लड भित्रले गर्दाखेरि त्यसलाई पालन पोषण दिएर हामीले संसारमा ल्याउँछौँ भने त्यो ब्लड कसरी इम्प्योर हुन्छ अब इम्प्योरको कुरा गर्दाखेरि यस अब आई डोन्ट नो आफ्नो सोचाइ हो मेरो चाहिँ यो सोचाइ हो तपाईको के छ भन्नुस् है